बलियो सिलाउँछु मैले सिलाएको हत्तपत्त च्यात्तिँदैन अन्तै फाटो भन्ने अलग कुरा मैले सिलाएको चाहिँ फाट्या कुराको रिकर्ड छैन तपाईहरुको पनि जुत्ता च्यात्तिएको छ भने पोलिस गर्नुपर्ने छ भने ल्याउनु होला म राम्रो गरिदिन्छु मैले नलागिन्जेल केही हुँदैन मैले पोलिस गरेपछि जुत्ता त फाटेछ ल अब के गर्ने होला यता सुन त हजुर बाजे यो सिलाउन मिल्छ होला त यो खै त दिनु त ए सिलाउन त मिल्छ हजुर तर यसको त वरिपरि सबै सिलाउनु पर्छ कति लाग्छ नि सिलाको वरिपरि सिलाको अब एउटा मात्रै सिलाउँदा राम्रो देखिँदैन सिलाउँदा जोडी नै सिलाउनु पर्यो जोडी सिलाएको अब बजे जस्तो मान्छेलाई के धेरै भन्नु 3 वटा 100 रुपैयाँ दिनु न 300 रुपैयाँ 300 त बढी भएन भनेको त्यहाँ 150 मा सिलाउँछन् अब लौ त बनीको बेला छ यसो गरौँ न अब म यो दुईटै मजाले सिलाइदिनु बल्ले पारेर 200 रुपैयाँ दिन्छु हुन्छ 200 त अलि नहोला त्यसो भए त यो च्यात्तिको भयो नि लाड जान्छु हो म त भइहाल्यो बाजे भइहाल्यो ल बस्नुहोस् म सिलाइदिन्छु हजुरको सिलाइदिन्छु ल होइन के गरे किनले त ए बाजे ए बाजे ए बाजे नि मेरो त सबै बिटुलो बनाइदिए हाले नि मन्दिर हिँडेको मान्छे त्यसलाई त म त तपाईहरु के बच्चा जस्तो नि यहाँ भाँडाकुटी खेलेर जस्तो झगडा भएन के हो तपाईँ बच्चा हो र त्यसरी चाहिँ झगडा गरेर चाहिँ के हो बिच बाटोमा चाहिँ मान्छेले हेरेर हुन्छ रमिता देखाउनु पर्यो के भयो खासमा म झगडा गरेकै होइन हजुर के भयो त के भयो बिर्खे दाइ उहाँको चप्पल च्यात्यो मलाई सिलाइदिन्छौ भन्नुभयो मैले सिलाइदिन्छु भने उहाँ बस्नुभयो मैले यसो चप्पल यहाँ सिलाउन लागेको थिएँ उहाँको चप्पल यहाँ थियो पूजा थाली यहाँ राख्नुभयो चप्पल सिलाउँदा धुलो लाग्ला भनेर यो पूजा थाली यसो सारे बजैले त मलाई खाउला जस्तो गरेर झम्टिनु किन सानो जाति सानै बुद्धि हेर्नु म एक महिना व्रत बसेको मान्छे पशुपति जम भाकल थियो भनेर हिँडेको पूजाको थाली छोएन जुत्ता पो सिलाउने मेरो पूजाको थाली छो भनेको बर्बादै भइहाल्यो नि बिटुलै भइहाल्यो नि मेरो त कुल देवता सबै रिसाउने भए के भगवान् के गर्ने होला लौना एकछिन दिदी काफले सर एकछिन भनेपछि कुरा मैले बुझेँ कुरो यसो पो रहेछ होइन दिदी तपाईँलाई त यताउता मैले कहिले देखे जस्तो त लाग्दैन तपाईँलाई कहिले भेटे जस्तो पनि लाग्दैन तपाईँको घर चाहिँ कता हो मेरो घर त उता पश्चिम बाजुरा हो नि अब यहाँ भाकल पनि थियो पशुपतिको दर्शन पनि गरौँला देवी देवतालाई ढोक गरौँ भनेको मलाई त बर्बादै बिटुलै बनाइदिए नि अब घर पनि कसरी पुगौँ ल यो पूजाको थाली पनि छोयो ए भनेपछि यो थाली छोड्नु भयो तपाईँले उसलाई भुतालेको पुटेको मार्न आँटेको बिर्खे दाइ हो मैले बुझा त त्यति नै हो बजे एकैचोटि तैँले पिटुलो अनि पिटुलो बनाइस् भनेर मुढा बस्न दिएको मुढैले हानौला जस्तो गरेर झम्टिनु भयो मलाई त ज्यान जोगाउनै गाह्रो भयो काफले के गर्ने मैले गल्ती गरेकै हो कि के हो त काफले कुरा त्यसो होइन बिर्खे दाइ कुरा हो रूढिवादी अन्धविश्वास परम्परा कुरा कसो
हेर्नुहोस् दिदी कहिलेसम्म चाहिँ यो रूढिवादी अन्धविश्वास परम्परामा गुज्रिरहने हो भन्नु त हेर्नुहोस् जातकै कुरा गर्नुहुन्छ भने नि म पनि काठले बाहुनको छोरा हो म पनि दिदी मेरो घरमा हजुरबा हुनुहुन्छ बुवा हुनुहुन्छ म छु मेरो परिवार छ मेरो हजुरबाको पालादेखि अहिलेसम्म छुवाछुत जातभात तल्लो जात माथिल्लो जात भन्ने कुरा मैले अहिलेसम्म सुनेको छैन गरेको छैन त्यस्तो व्यवहार दिदी हेर्दा त तपाईँ पढे लेखेको जस्तो हुनुहुन्छ जब चाहिँ त्यति सानो न्युमा चाहिँ तपाईँले एउटा चाहिँ मान्छेबाट मान्छेलाई गर्ने व्यवहार त्यही नै हो यस्तो अमान्य व्यवहार गर्ने हो अहिलेको युग भनेको नि दिदी 21औं शताब्दीको युग हो बुझ्नुभयो सूचना सञ्चार विकास प्रविधिको युगको अनि यस्तो युगमा पनि तपाईँले चाहिँ नि सानो जात तल्लो जात दलित त्यसरी भनेर हेपेर हुन्छ ए हजुर मलाई त अहिले बजेले मात्रै हेपे आएर यसरी हेप्ने त कति आउँछन् अब कहिले काहीँ उहाँहरू पानी खाँदै आउनुहुन्छ यसो के गरेर छोइछ त्यो पानी उहाँहरूले मलाई नै छोडिदिएर जानुहुन्छ टिपेर पनि लानुहुन्न खाना त्यो मान्छेको अज्ञान त हो बिर्खे दाइ तपाईँको पेसा तपाईँको आफ्नो ठाउँमा ठिक छ हरेक मान्छेको पेसा आफ्नो ठाउँमा ठिक हुन्छ दिदी तपाईँ जस्तो मान्छेले त के सही के गलत के ठिक के बेठिक के राम्रो के नराम्रो के वैज्ञानिक के प्रगतिशील यस्तो कुराहरूमा पो बुझ्नुपर्छ त यसरी चाहिँ एउटा मान्छे भएर मान्छेलाई गर्ने व्यवहार यही नै हो यस्तो तुच्छ व्यवहार गर्दैन कहीँ मैले के तुच्छ व्यवहार गरे भन्नु यो ठिक खाली छोइदिएर त हो नि नत्र मैले त्यस्तो व्यवहार गर्ने नि थिइनँ नि मैले पनि जान छोआ हो त पनि एकछिन पहिले मेरो कुरा सुन्नु दिनुहोस् हेर्नुहोस् म कानुनको विद्यार्थी हुँ पेसाले वकिल हुँ म यस्तो कुरा तपाईँले गर्नुभयो भने नि यही जातकै कारणले गर्दा पश्चिममा चाहिँ नि पश्चिम रुकुममा युवाहरूको चाहिँ नरसंहार भयो ए जातपातकै कारणले गर्दा चाहिँ सर्लाहीमा एक महिलाले मोही माग्न जाने क्रममा कयौँ यातना सहनु पर्यो यस्ता घटना त तपाईँले देख्नुभएको होला बुझ्नुभएको होला अनि तपाईँले यस्तो व्यवहार गर्नु पाउँछ ल भन्नुहोस् त हेर्नुहोस् दिदी तपाईँले यस्तो व्यवहार गर्नुभयो भने नि यो कदापि उचित हुँदैन तपाईँलाई मुना मदन थाहा छ मलाई थाहा छ नि कसले लेखेको थाहा छ नि महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेखेको हो महाकवि देवकोटा पनि बाहुनको छोरा थिए उनले के भनेको छन् मुना मदनमा मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन मानिस ठुलो कहिले पनि उसको जात जातले हुँदैन उसको कर्मले हुन्छ तपाईँ त पण्डित बाजे भन्नुहुन्छ हिन्दू धर्महरूको मूल ग्रन्थ थाहा छ तपाईँलाई भागवत गीतामा लेखिएको छ भागवत गीतामा जन्मनो जायते सूत्र ब्रह्मणो सुत उच्चते भनेको छ मानिस जन्मदै ऊ उच्च भएर जन्मेको हुँदैन उसको व्यवहार उसको कर्म उसको विचारले ऊ उच्च कहलाउँछ बुझ्नुभयो अझ अर्को कुरा कि म अफिस जाँदै थिएँ यो बुक नि यो नेपालको संविधान लेखेको बुक हो हेर्नुभयो देख्नुभयो यसमा के लेखेको छ थाहा छ तपाईँलाई जो सुन्नुहोस् नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछुत ऐन 2068 को धारा 4 को उपधारा 2 खमा कसैले पनि जातीय भेदभाव तथा छुवाछुत गर्यो भने नि त्यो अपराध ठहर्छ बुझ्नुभयो जसले यस्तो क्रियाकलाप गर्छ त्यसले दण्डको भागीदार बन्नेछ सुन्नुभयो तपाईँले कम्तीमा 3 महिनादेखि 3 वर्षसम्म जेल सजाय र 1000 देखि 25,000 वा यो दुईटै पनि सजाय हुन सक्ने व्यवस्था गरेको छ सर बजेले मलाई यसरी अहिले झन्नै कुट्नु पनि यसो गर्दाखेरि पनि उहाँ जेल जाने जरिमाना तिर्ने पनि गर्नुपर्ने हुन्छ यदि तपाईँलाई चाहिँ कसैले अन्यायपूर्ण व्यवहार गरेर छुवाछुत गर्यो भने नि तपाईँले सम्बन्धित निकायमा गएर भन्नुभयो भने तपाईँले उहाँलाई मुद्दा आउन सक्नुहुन्छ जानु चाहिँ कहाँ जाने काफ्ले सर म जान्छु बरु कानुन जाने वकिलबाट जाने मलाई माफ गरिदिनु अबदेखि कहिले यस्तो व्यवहार गर्दिनु अब आइन्दा नि गर्नुहुन्छ यस्तो व्यवहार गर्दिनु यस्तो छु यस्तो गर्नु भने म आजको दिनबाट तपाईँलाई यहाँ नजिकै चौकी छ म त्यहाँ चौकीबाट पुलिस बोलाएर तपाईँलाई अहिले पठाउँछु अब गरिदिनु न होइन अबदेखि म यस्तो व्यवहार गर्दिनँ सर तपाईँले मात्र तपाईँको परिवार छर छिमेक इष्टमित्र नातागोता माइती माउली सबैतिर यो कुरा गर्नुहुन्छ कि म सबैतिर यो कुरा गर्छु हाम्रा छिमेकी त झन् कस्ता छन् भन्नु न त्यो छेउको बाटो हिँड्यो भने नि लाउन नि आज त मेरो साइतै परेन भने त्यस्ता त छिमेकी छन् हाम्रा सधैँ भन्छन् हजुर बिहान घरबाट निस्क्यो ए आज त यो सार्की अगाडि लाग्यो मेरो दिनै खत्तम भयो नि भन्छन् हजुर त्यो तपाईँको दिन खत्तम तिनीहरूको चाहिँ दिन खत्तम बिर्खे दाइ बुझ्नुभयो मान्छे कहिले पनि सानो हुँदैन उसको व्यवहारले हो तपाईँले गर्ने काम सबैले जानेको हुँदैन त्यो काम तपाईँको लागि ठुलो काम हो
तपाईँले जुत्ता सिलाउने काम नसिलाए त्यो ठुलो भनेर जुत्ता लाउन पाउँछन् आउँदैनन् नि हजुर हो त्यसैले तपाईँ अनि तपाईँहरू सुन्नुहोस् है तपाईँ सबैजनाले आजका दिनबाट आजका मितिबाट उहाँलाई गरेको जस्तो बेला उहाँले छोड्नुभयो तपाईँहरूले पनि आफ्नो घरमा आफ्नो परिवारमा आफ्नो जहाँ जहाँ हुन्छ यस्तो व्यवहार गरेको थापामा नजिकैको सम्बन्धी मान्छेहरूलाई भन्ने सम्बन्धी निकायमा सुनाउने है यदि यस्तो नगरेको खण्डमा तपाईँहरूलाई पनि कानुन बमोजिम दण्ड सजाय हुन सक्छ बुझ्नुभयो हो त्यसैले समतामूलक समाजको निर्माण गरौँ र छुवाछुत तथा विभेदको अन्त्य गरौँ बुझ्नुभयो ल अब दिदी तपाईँ पनि उहाँलाई माफी माग्नुहोस् तपाईँ पनि राम्रो उहाँको जुत्ता सिलाइदिनु है त मलाई माफ गरिदिनु अबदेखि म यस्तो व्यवहार कहिले पनि गर्दिनँ हुन्छ बाजे ल चप्पल सिलाइदिनु भयो सिलाइसक्नु ल यो हाम्रो विशुद्ध चेतनामूलक नाटक थियो सडक नाटक आज हामीले सोमणेश्वर विद्यालयमा आएर यो प्रस्तुत गऱ्यौँ यति जेसम्म धैर्य धारण गरेर हेरिदिनु भयो यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नाटकको बारेमा कसैलाई के भन्नु मन लागेको छ विद्यार्थी भाइहरूबाट सरलाई चाहिँ एउटा सुझाव मेरो हजुर जुत्ता नछोइने थाली छोइने एउटा बजाइको समस्या अनि बिहा गर्दाखेरि चाहिँ नि पहिल्यै यी नछिनेहरूले बनाएको बाजा बजार अगाडि जानु मिल्ने घरबाट नछिनेहरू त जानु नहुन्थ्यो नि त बाजा बजार अगाडि जानु मिल्ने अनि ती मान्छेले गरेका सबै कुराहरू जस्तै मान्छे मर्छ नि उनीहरूले कल लगाएर घरमा लगाएर सिलाइदिन मिल्ने अनि त्यसपछि जुन कुरामा उनीहरूलाई मन पर्दैन नि त्यो कुरा चाहिँ छुवाछुत भयो भन्न चाहिँ नमिल्ने त्यो कुरा चाहिँ जोड दिनुपर्छ हो तपाईँले भन्नु एकदम ठिक हो त्यो कुरा नाटकको मेन उद्देश्य पनि त्यही नै हो होइन जस्तो त्यही मान्छेलाई सिलाएको कुरा लाउन हुन्छ तर त्यही मान्छेसँग बसरसँगै भात खान हुँदैन त्यो कुरा चाहिँ अन्त्य हुनु पऱ्यो किनभने चाहिँ नि सबैको मन त एउटै हुन्छ हो कि नि त्यो कुरा चाहिँ नि तपाईँले जे गरिदिनु भयो असाध्यै खुसी लाग्यो राम्रो लाग्यो अब बिस्तारै बिस्तारै अहिले हाम्रो एरियामा चाहिँ तपाईँको लगभग 95% यो कुराहरू हटिसकेको छ हामीले बच्चाहरूलाई यस्तो खालको विचार पनि सिकाएको छैनौँ हाम्रो बच्चाहरूले अनि अर्को कुरा चाहिँ गभर्मेन्टले नै दलित भनेर राख्यो कि त्यो चाहिँ हटाइदियो हुन्थ्यो कि यहाँ यो विद्यालयमा त त्यस्तो छैन हामी त हाम्रो समाजमै त्यस्तो छैन क्या छैन हाम्रो बच्चाहरूले त्यो खालको छुवाछुत भन्ने थाहा पनि छैन अबको पुस्ताले छुवाछुत सम्बन्धीको धारणालाई पुरै निर्गुण रूपमा चाहिँ आफ्नो दिमागबाट हटाइसकेको छ जस्तै हाम्रो पुस्तादेखि लिएर हाम्रो छोराछोरी पुस्ता होइन यो पछिल्लो पुस्तामा त झन् यो हुँदैन जस्तो लाग्छ है म आफै पनि मान्दिनँ यो छुवाछुत भनेको सबै मान्छे एक किसिमको हो रगत एउटै भन्ने धारणाको मान्छे हो अब हाम्रो छोराछोरी पुस्ताहरूले त त्यो किसिमको चाहिँ धारणा मनमा नलिलान् भन्ने हामीलाई लाग्छ विद्यार्थीहरूलाई पनि हामीले यसको धारणा सिकाएको मलाई त छुवाछुत भन्ने कुरै हुँदैन भन्ने लाग्छ क्या थाहै छैन मलाई छुवाछुत भन्ने कुरै थाहा छैन हामी सबै समान हौ भन्ने लाग्छ क्या यता अलिक ठुलो नानी बाबाहरू नानु नाटक हेऱ्यो अब हजुरहरूलाई कस्तो लाग्यो त केही क्वेसनहरु तपाईहरुलाई मनमा लागेछ सोध्न सक्नुहुन्छ है त सरलाई नाटकले भन्नु खोजेको कुरा बुझ्यौ के गर्नुहुन्छ के गर्नु हुँदैन रे सबैजना एउटै हुन् कसैले पनि कसैलाई हेला गर्नु हुन्न जात भात भनेर त्यस्तो भन्ने कुरा बुझ्यौ ए ल नाना थ्याङ्क यू सो मच हजुरलाई कस्तो लाग्यो नाटक हो तपाईँलाई कस्तो लाग्यो मलाई एकदम राम्रो लाग्यो तपाईँहरूको यो ज्ञानमूलक चेतनामूलक यो कार्यक्रम एकदम राम्रो छ र तपाईँहरूले यसरी ज्ञान गुणका कुराहरू चाहिँ रूढिवादी परम्पराहरू जातीय छुवाछुत विरुद्धको यो सडक नाटक गरेर चाहिँ सबैको आँखा खोलिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ र तपाईँहरूको पनि उता प्रगतिको कामना गर्न चाहन्छु हामी धन्यवाद है सर दिदी हजुरलाई कस्तो लाग्यो राम्रो छ नाटकले भन्ने कुरा ठिक हो कि बेठिक हो ठिक हो राम्रो लाग्यो है दाजु हजुरलाई कस्तो लाग्यो ठिक लाग्यो यस्तो हुने गरेको छैन तपाईँको ठाउँमा छैन है यो हुनु पनि राम्रो होइन नि आमा नाटक हेर्नुभयो कस्तो लाग्यो ठिक छ हो साथीलाई कस्तो लाग्यो नाटक हो नाटकले भन्न खोजेको कुरा ठिक छ यस्तो हुनु हुन्न नि खासमा त होइन समाजमा सबैजना मान्छे एउटै हुन् होइन हरेकको आफ्नो पेसा ठिक छ है ल ओके थ्याङ्क यू मन छोयो कामहरू गरिरहनु हामी हेर्न आउँदै गर्छौँ पटक्कै मन खायो दाजु हुन्छ दाजु नमस्कार तपाईँलाई नाटक कस्तो लाग्यो एकदम राम्रो लाग्यो नाटकले भन्न खोजेको कुरा बुझ्नुभयो के बुझ्नुभयो त छुवाछुत जाति प्रथाको लागि
छुवाछुतमा माग्नु पर्छ जस्तो लाग्छ। ए छुवाछुत यो जात विशेष जात जाति भनेर चाहिँ हेर्नु भएन, कसैलाई पनि सबैलाई समान भावले हेर्नुपर्छ भन्ने कुरा बुझ्नुभयो है। ल यहाँलाई धेरै धेरै धन्यवाद। हस् नानु नाटक कस्तो लाग्यो? राम्रो छ। तिमी बहिनीसँग आएको हो? ए नाटक हेऱ्यो है, स्कुलबाट आएको हो? नाटकले भन्न खोजेको कुरो बुझ्यौ? के बुझ्यौ? त्यस्तो कसैलाई पनि हेप्ने काम, छुवाछुत गर्ने काम होइन भन्ने कुरा गर्नु भएन भन्ने कुरा बुझ्यौ है। स्कुलमा यस्तो हुन्छ नि त, तिम्रो स्कुलमा हुन्छ, तर यस्तो राम्रो हो त? यस्तो हेप्ने काम राम्रो हो त? छुवाछुत गर्ने काम राम्रो हो त? यस्तो गर्नु हुँदैन भन्ने कुरा बुझ्यो है। कति क्लासमा पढ्छौ हो? ल थ्याङ्क यू सो मच नाटक हेरिदिएकोमा। कस्तो लाग्यो हो? यति जातीय छुवाछुतको विषयमा थियो। अहिले समाजमा यस्तो छैन तपाईँको गाउँ ठाउँमा? छैन है अहिले। अब यस्तो हुनु पनि हुँदैन, यो राम्रो कुरा पनि होइन होइन। मान्छे भइसक्यो, सबैजना मान्छे एउटै हो होइन त? होइन कस्तो लाग्यो नाटक? यो त साँच्चै भइरहेको होला यो हेरेर पनि कतिले बुझ्नुहुन्छ यो छुवाछुत बारेमा, अब यस्तो निकाल्नु हुँदैन भनेर छुवाछुत गर्नुहुन्न भन्ने कुरा बुझिन्छ। योबाट चाहिँ त्यो सूचना लिन्छ। हस् थ्याङ्क यू दाजु। हजुरले नाटक हेर्नु कस्तो लाग्यो? मजा लाग्यो। मजा लाग्यो। के बुझ्नुभयो? के बुझ्नुभयो? गर्नु भएन, भेदभाव गर्नु भयो, भेदभाव छुवाछुत गर्नु भएन होइन। सबैले सबैलाई समान भावले हेर्नु पऱ्यो भन्ने कुरा बुझ्नुहुन्छ। तपाईँको गाउँठाउँमा छैन? छैन हाम्रो। दाजु नाटक हेर्नु हेर्नु भयो, मलाई कस्तो लाग्यो? राम्रो लाग्यो। हो राम्रो लाग्यो। नै पर्छ है। ल हस् धन्यवाद। तपाईँलाई नाटक कस्तो लाग्यो? राम्रो लाग्यो। तपाईँको घरमा त्यस्तो छुवाछुत हुँदैन नि? छैन है। तपाईँले पकाएको पनि खानु छ, तपाईँको घर आयो दिनुहुन्छ। सफा हुनु पऱ्यो, चोखो हुनु पऱ्यो होइन। जसले पकाएको खानु के भयो? मान्छे हो हामी, त यो संसारका कोही एउटै परिवार होइन त? तर गर्नु भएन है। दाजु त नाटक कस्तो लाग्यो तपाईँलाई? ठिक छ, पुरा ठिक हो नाटकको? सफा भएर हामी तपाईँले जुन गर्नु हामी खानु हो सफा चाहिँ आयो। कसैले पनि कसैलाई हेला गर्नु भएन, हेप्नु भएन। सबैको काम आफ्नो आफ्नो ठिक छ। जातको लागि हेर्नु भयो, हेपिनु भएन हो कि भन्नु त? हेप्यो भने प्रतिकार गर्नु पर्यो। प्रतिकार गर्नु पऱ्यो होइन त? बा तपाईँलाई नाटक कस्तो लाग्यो? ठिक छ, के मन पर्यो भन्नु त? मलाई सबै कुरो हो के बुझ्नुभयो त नाटकबाट? मैले छाडछुट मन दबाउ गरेर गाउँमा कति भएको हो मैले मै मानकन भैँसीको छ हो। तपाईँहरूको भैँसी जान पाउँला डुवर नचल्ने उसको हामी सिमेगाला चाहिँ दैनिक नहुने भन्ने म पनि परिवार हो। अब सँगै बसेर भात खान्छ हुन्न रे। त्यही मान्छेले सिलाएको लुगा चिलाउनु हुने रे। त्यही मान्छेले बनाएको चाहिँ त्यो के अरे दियो बाल्ने हुन्छ नि, त्यो दियो चाहिँ पूजाको ठाउँमा चल्ने रे। फुकालेर बाटेर चाहिँ लुगा सिलाउनु चाहिँ यस्तो गर्ने अनि हामीले खा भने तय माछ भन्ने सुनपानी थर्क्यो भने बलियो पाउँ गाई गोबर लि भन्थे हामी थाहा यस्तो कुरा त एकदम सही भन्नुभयो। नाटकले भनेको कुरा ठिक छ। एकदम अहिले मेरो बुहारी पनि थाहा पाएको गाउँमै छ। तपाईँको बुहारी? ए अँ अहिले नाति 19 वर्ष आएको। तर त्यस्तो तपाईँको घरमा त्यस्तो छैन? छैन, उहाँ पनि छैन, सरकारी व्यक्ति छोराको यहाँ पनि छैन हाम्रो एकदम। अनि हाम्रो भाइलाई कस्तो लाग्यो नाटक? ठिकै छ, ठिक छ। नाटकले भनेको कुरा मन पऱ्यो कि नै? जात भात छुवाछुतमा गर्ने कुरा छैन? गरेको छैन। छैन है। ल यहाँलाई नाटक कस्तो लाग्यो? हाम्रो यो विशुद्ध चेतनामूलक छोटो जातीय छुवाछुत विरुद्धको यो अभियान थियो। तपाईँहरू सबैजनाले धैर्यतापूर्वक यति समयसम्म बसेर हेरिदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद है। त नाटकप्रति कसैलाई केही भन्न मन लागेको छ भने भन्न सक्नुहुन्छ। म्याम नाटक कस्तो लाग्यो? साह्रै राम्रो लाग्यो। यो एउटा सन्देशमूलक हो होइन। हाम्रो स्कुलमा पनि हाम्रो बालबच्चाहरू धेरै जसो अब यस्तो भनौँ न पिछडिएका यस्तै दलित परिवारमा पनि आउनुहुन्छ। हामी कहिले भेदभाव गर्दैनौँ। हाम्रो बच्चाहरूलाई हामी त ब्राह्मणहरू बच्चाहरू धेरै जसो दलित परिवारको हुनुहुन्छ। उनीहरूले नै पकाएको खान्छौँ हामी। अस्ति भ्रमण गयौँ पनि हामीले उनीहरू पकाएको यहाँको कक्षामा हामी टिफिन सधैँ खुवाउँछौँ। कहिले उनीहरूलाई हामी लिएर खाने हो। अनि हाम्रो यहाँ छुवा छ भने त हामीलाई त त्यो मनै छैन। हाम्रो त धेरै नै पहिला
पहिलादेखि नै धेरै वर्ष अगाडिदेखि नै प्रथा हामी काट्दैन यो कार्यक्रम ठुलो गर्छु हामी सबै गर्छ हो हामी नेपाली हो हामी सबै कुरो गर्छ हामी के सबै के हुन्छ नेपाली हो भन्ने हाम्रो भावना छ हामी कहिले त्यसो गर्छौँ यो सर्भिस यो बालबच्चालाई पनि दिनुपर्छ हाम्रो किताबमा पनि हुन्छ अब हामी सबै नाटक देखाइदिएर एकदमै राम्रो गर्नुभयो हाम्रो हजुरहरूले पनि धेरै धन्यवाद जस्तो लाग्छ हजुरलाई म्याम कस्तो लाग्यो भने जस्तै अब बच्चाहरूसँग हामीले भनेको कुरा अब टिचरहरूले भनेको भन्ने हुनसक्छ बच्चाहरूसँग सोध्नु भए पनि हुन्छ हाम्रो स्कुलमा चाहिँ स्कुलभित्र त्यो खालको कहिल्यै कसैलाई पनि त्यो विभेदै छैन कि एकदम राम्रो छ हजुरहरूको सन्देश छ राम्रो छ एकदम हाम्रो स्कुलमा बाल नानो नाटक कस्तो लाग्यो नानालाई राम्रो लाग्यो कति क्लासमा पढ्छौ 7मा नाटकले भन्न खोजेको कुरा बुझ्यौ बुझियो बुझिन्छ बाल क्लबको अध्यक्ष को हुनुहुन्छ सोनिया गुरुङ अगाडि आउनुहोस् न प्लिज आउनुहोस् एकचोटि यस्तो कुराहरू अगाडि सरेको राम्रो बहिनी मार्क्स खोलेर आफ्नो परिचय दिएर नाटक के कस्तो लाग्यो हजुरलाई नाटकको बारेमा के बुझ्नुभयो एकचोटि साथीहरूलाई बताइदिनु मार्क्स खोल्नु नमस्ते मेरो नाम चाहिँ सोनिया गुरुङ हो म चाहिँ कक्षा 7मा अध्ययन गर्ने विद्यार्थी हो यसरी अगाडिबाट मिलेको छैन यो नाटकले चाहिँ हामीलाई छुवाछुत र जातिको बारेमा धेरै शिक्षा दिन्छ हामीले चाहिँ कसैलाई नि जातिको आधारमा कहिले पनि भेदभाव गर्नुहुन्न